अलिकति फुर्सदको समय मिलाएर एआईबाट भिडियो बनाएर तपाईहरुलाई म एउटा कथा, काल्पनिक लोककथा पेश गर्ने जमर्को गर्दैछु। यो कथा चाहिँ दुई तीन दिनमा एउटा भाग तपाईहरुले हेर्न पाउनुहुन्छ। आजसम्म तपाईहरुले भण्डारी भाग 12 सम्म हेरिसक्नु भएको छ होला। यो कथा एकदमै रहस्यमय तरिकाको हुन्छ। अगाडि के हुन्छ होला भन्ने कुरा पछाडिको भाग हेर्दै गएपछि मात्रै थाहा हुन्छ। तपाईहरुले यो के बनाएको भन्ने अलिकति कौतूहलता हुने मान्छेले भाग 1 देखि नै हेर्दै जानु होला। भाग 1 देखि 12 सम्म हेर्दा तपाईहरुलाई त्यो प्रष्टै थाहा हुन्छ भण्डारी कहाँ जाँदैछ, के गर्नको लागि जाँदैछ भन्ने कुरा प्रष्टै थाहा हुन्छ है त। अनि तपाईहरुलाई यो कथा कस्तो लाग्दैछ कृपया कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनु होला। अनि लाइक, शेयर, सब्स्क्राइब त्यो सबै त छँदैछ हाम्रो हैन। यो मेरो भर्खरै नयाँ बनाएको पेज हो, भण्डारी पेज। तपाईहरु सबैले यसलाई चाहिँ साथ सपोर्ट गरेर माथि धेरै माथि पुर्याइदिनु होला है त। धन्यवाद। ल।